नमस्ते फ्याम, वेलकम ब्याक टु माई च्यानल। आई होप सबैले सन्चै हुनुहुन्छ र म पनि सन्चै हुनेछु, फिट एन्ड फाइन नै छु, गुड छैन। अनि सो अहिले चाहिँ म होटलमै छु अनि परवेश पनि अहिले चाहिँ गइसक्यो ल। अहिले चाहिँ होटल खाली छैन अनि यतिमै उस्तादजी सर्भिस वाले उस्तादजी हेलो जी ल। अनि होटल चाहिँ अहिले ल अनि हाम्रो ब्रदर है कति भिडियोमा देखाउ भन्दा थिएन ल। हेर के भन नि त नि, के हेर्नु त अब। अनि दाइ हाम्रो नेपाली दाइ है, अनि यो चाहिँ हिन्दी नेपाली ल। दा स्प्रिङ रोल बनाउँदै हुनुहुन्छ उस्तादजीले। अनि यहाँ दाइहरू छन् है टक्क लाएर यस्तो छ। अनि आज चाहिँ हामी आर्य होटलमा स्प्रिङ रोल बनाउँदैछौँ, भेज स्प्रिङ रोल। अन्त दाइ अनि दाइ चाहिँ यहाँ काम गर्न थाल्यो कति भयो दाइ? 5 वर्ष भइसक्यो दाइ चाहिँ यहाँ काम गर्नु थाल्नु भएको। अनि यहाँ चाहिँ कति वर्ष भयो? 1 वर्ष 1 ल। ठिक छ। अनि म पनि आजभोलि अब यतैतिर छु ल। यहाँ हाल्दै हुनुहुन्छ ल। यो चाहिँ यस्तो हुन्छ ढक्का लाएर। गरमा गरम ल। यसलाई चाहिँ पुरै गर्नुपर्ने हुन्छ, निचाड्नुपर्ने हुन्छ। यो चाहिँ तपाईँहरू हेर्नु सक्नुहुन्छ गोपी हो अनि सिमला मिर्च है, त्यही हो नि त ल। अब चाहिँ यसलाई निचाड्नुपर्ने हुन्छ। अहिले चाहिँ यहाँ उस्तादजीले हालिराख्नु भएको छ, हेर्नु सक्नुहुन्छ है ढोक्लाएर यस्तो हुन्छ। यो यस्तै गरेर सबैले बनाउनुपर्छ, हेर्नु सक्नुहुन्छ कति धेरै छ मसला छ ढोक्लाएर है, यस्तो बनाउनुपर्छ। सेको वेलकम है ब्लॉग में, और कॉफ़ी बना दे चलो। चलो कॉफ़ी बन्दैछ। अच्छा डिस्पोजल ग्लास में डालना है। चलो कॉफ़ी पाउडर लाओ। अहिले चाहिँ राति पनि भइसक्यो, हेर्नु सक्नुहुन्छ अँध्यार छ अनि टक्लाएर दामी छ नि, लाइट जलेसी हेर्नु सक्नुहुन्छ पनि छैन। रातिको भ्यू हेर्नु सक्नुहुन्छ कस्तो दामी देखेछ। अनि आज चाहिँ गमलाहरूमा पानी हाल्यौँ, हेर्नु सक्नुहुन्छ पानी हालेर टक्क लगाएर कस्तो दामी देखेछ गमला पनि। पानी हाल्यौँ आज सबै जति पनि छन् यो फुल सबैमा पानी हाल्यौँ। यो सानो सानो गमलाहरूमा पनि फुलहरू लगाएका छौँ, यसमा सबैमा पानी हाल्यौँ सक्नुहुन्छ। अनि राति हेर्नु सक्नुहुन्छ कस्तो दामी छ, दामी देखिन्छ राति पनि भ्यू लगाएर सबैमा पानी हाल्यौँ। आज चाहिँ पार्टी होटलमा पार्टी चलिरहेछ, आर्यमा चाहिँ केही पनि छैन। 2-3 दिनपछि एक दिन चाहिँ अवश्य पार्टी हुनैपर्छ क्या, त्यही हो पार्टी सार्टी भइरहन्छ। यहाँ पनि उ हाल्यौँ, पानी सानी हाल्यौँ ढोक्लाएर कस्तो दामी देखेछ। भित्र चाहिँ बसिराख्नु भएको छ टन्नैजना सक्नुहुन्छ। यो फुलहरू कति टन्नै धेरै छन् ल। यस्तै छ यो ढोकामा, यसको डिजाइन हेर्नु कस्तो दामी छ नि होइन, ढोका लगाएर कस्तो दामी छ। यो डिजाइन चाहिँ हल्का खत्रै छ। अहिले चाहिँ होटलमै छौँ कि स्टाफ रुममा हेर्नु सक्नुहुन्छ, यतै छौँ। अब चाहिँ म बाहिरतिर जान लागेको छु। तपाईँहरूलाई आज चाहिँ म रुम देखाउनेछु, रुम टुर। सोनो भ्यूको रुम टुर है, यस्तो छ सोनो भ्यू भित्र ल। हेर्नु सक्नुहुन्छ रुम्स यस्तो छ टक्लाएर। अनि यो भइहाल्यो। अनि यो 106 नम्बर कोठा भित्र हेर्नु सक्नुहुन्छ डिजाइन धेरै नबोलौँ ठिक है। यस्तो यो चाहिँ वासरुम टक्लाएर यस्तो छ भित्र यो स्टाफ रुम भइहाल्यो। यतिको छ। यहाँदेखि चाहिँ भ्यू बिहान चाहिँ वाइल्ड नै दामी देखिन्छ, हेर्नु सक्नुहुन्छ दामी देखिन्छ यहाँदेखि बिहानभरि ल। यति हो यति छ। अनि हेर्नु सक्नुहुन्छ डिजाइन दामी छ नि डिजाइन ल। यही हो, यहाँसम्म मात्रै छ।